आइज पनि आइज भन्नु आइज भुतलाउन आइज तले आइज बोलाउनु बोलाउनु तँलाई मैले बोलाउनु सम्मान गर्थे बोलाउनु आइज भन्नु बोलाउनु त आइज आइज नम्बर 6 पक्रेछ तँलाई म लोकेसन दिदी आउँछु आइज तैले मेरो कपाल हो नि लुस म थापेर बस्छु बोलाउनु 420 किलो चाहिँ 420 किलो चाहिँ के रिस उठ्यो के तपाईले लाग्यो तपाईको कपाल रे तपाईको अनुहार रे त्यो चाहिँ के करे राख्दै लागेको छैन अनि तैले कति बर्थडेको कुरा गरिस् नि तेरो घरमा त मैले केक पनि मैले लको रौसी पनि मैले लको मासु पनि मैले लको म भनेको हैन तेरो भिडियोको प्रश्नको उत्तर दिएको है अनि अनि मेरा लुगा लाउन दिए मैले दिदी तेरा लुगा मलाई कुन हुन्छ ह तेरा लुगा मलाई कुन हुन्छ एउटा पन्जो दे दिदी पल्टिक्योस् तैले एउटा पन्जो देमा ठुलो पल्टिक्योस् दिदी लुगा मलाई कुन हुन्छ न टी-शर्ट हुन्छ टी-शर्ट लाए पनि बराबर हुन्छ न प्यान्ट हुन्छ प्यान्ट लाए छोड्नी भन्ने नि रिसको बेलामा भन्न दिनु अस्मिता सिस भन्न दिनु मेरो कपडा दिए मैले गहना दिए मैले स्टाफ जस्तो गरेर राखे हो तैले मलाई एउटा रुम दिन्थिस् म त्यही रुममा बस्थे तिमीहरु चाहिँ बुढाबुढी बस्न भन्ने कुरा भएन के सिंगल समय गरेर उसको व्यापार भएन उसको लुगा बिकेन अनि त्यही भएर तपाईको नाम लिएको हो अरु केही पनि होइन हैन अनि सोनु के सोनु नबोल्दिदी भनेको नबिकेको भएर भुकेको भुकमा दिनु डोनाले ठोकोस् कि डोनाको पाउले ठोकोस् नि केही हुँदैन के भरे ठोकोस् कि भोलि ठोकोस् कि पर्सि ठोकोस् केही फरक हुँदैन गल्ती गर्नु हुँदैन गल्ती चाहिँ के गरे त नि मिलाले ठोकिराख्नुलाई आइदिएको छैन गल्ती चाहिँ के गरे त नि ठोकिराख्नुलाई जतिखेर नि डोनाले ठोक्छ मारानीले ठोक्छ कमेन्ट गर्नेले गरिराख यदि तपाईले पनि डोना सिस्टर तपाईले पनि यदि ठोक्न मन छ भने रियलमा आएर ठोक्नुस् यसैले फोक हार ठोक्नुस् तपाईको मैले 1 रुपैयाँ आएको छु भने भन्नुस् स्टेटमेन्ट निकाल्नुस् दिन तयार छु मिना भयो होइन भने तपाईले चुप गरेर बस्नुस् फेरि तपाईको पनि फोटोहरु सबै छ मसँग म चुप लाएर बसेको मात्रै हो बाहर का भी लाइट ऑन कर देना जहिले पनि ठोक्या छ ल यस्तो रे उसो रे उसको कपडा बिक्दैन उसको केही हुँदैन अनि फेरि आएर नाम लिने भ्यूज बढाउने त्यसको काम सिस हुन्छ 75 केजी मजाले हुन्छ तपाईले अर्डर गर्न सक्नुहुन्छ है भरत बाबा लाइभमा हो कि जोसको यार के नि को जान्छ र अहिले त्यहाँ भरत दाइको लाइभमा तिमीले यहाँ कमेन्ट गरिरहनु पर्ने समय छ रिस उठेर आउने या मिना दिदीको कुरा भइरहेछ भरतलाई खाएर जाऊ हेरेर जाऊ त उतैतिर चिन्दिन सिस्टर म भरतको म चिन्दिन म यहाँ कमेन्ट नकुदाऊ म आफ्नो बाबुलाई म आफ्नो परिवार चिन्छु म भरत एक कराको सब पनि चिन्दिन म मलाई यहाँ भरत लाइभमा भरत गर हेर न त उतै यहाँ लाइभ नकुदाऊ त कमेन्ट नकुदाऊ प्लिज यसलाई रिस उठेर आउने फलो गर्दिनु भइहाल्यो मिना दिदी हजुर यसलाई फलो गर्दिनु नि भरतको नाम लिने यसलाई फलो गर्दिनु त भरतको हामी चिन्दैन मर्यो भनेको त काट्टो खाना जाठीहरु यार चुप लाएर होला पक्का उता पक्का के चुप लाएर यार ओइ मेरो यो कपालले के गर्देको थियो र त्यही पनि मैले यो कलर लाउँथिन सिस्टरहरु कपाल भित्र फुलेर चिलाएर मैले यो कलर जबरजस्तीमा रङ नभई नि हजुरको खुसी हो नि त्यो लाउन त पाइएन नि त हजुरको खुसी गर्न पाइएन भनेको के तिनीले रोकेर हुन्छ तिनीले छेकेर हुन्छ त्यस्तै छाला जस्तो बनाएर बसेके के बोली के त्यो बडा महारानीले मलाई के बोली त्यो मेरो म लाउन त पाइयो हो लाउन पाइएन र मेरो लाउन नि पाउँछ खान नि पाउँछ मल्लाको जे पनि गर्न पाउँछ मेरो तपाईको आफ्नो आफूले गर्न पाउँदैन कुनी थोरै उनीहरुको लाइफमा गरेर गर्देको छ उनीहरुको जिन्दगीमा गएर उनीहरुलाई केही टर्चर दिएको भए उनीहरुलाई केही गरेको भए भन्ने त्यही भने त नि के अचम्म लाग्ने कति सम्म सटाको यार एउटा छोरी मान्छेलाई कति सटाको के कति सटाको सताउन त सताकियो बिन्दु मलाई ये बडा मारले सबै सताकियो मलाई यसले त मलाई सारै सताकियो यसले मलाई सारै सताकियो तर यति कुरा याद गर्छु अगाबाट आँसु झारेकी थिए नि त्यसै गर्दा रुनी दिन आन भने मेरोमा मुद्दे मेरो मुख कान्छ नबुझिस् तपाईले भइको लेखेको कमेन्ट मैले नबुझेर गाली गरेको कि तर भरतलाई अनलाइनमा छ एक लाइभमा छ भनेर भनेको भने कमेन्ट आएको थियो नि त त्यो भएर भनेको के भरतको तपाईलाई नराम्रो तरिकाले लाग्यो होला अब मैले त्यस्तै बुझेर भनेको सब साथीहरुले मलाई चाहिँ छाला व्यापारी अरे मलाई छाला व्यापारी कसैलाई केको त्यस्तै फेस बनाएर बसी चेरे मिना बहिनीलाई कति साह्रो दुःख दिएको साथी भाइ छ सबैजनाले बिचारा छैन बुझिस् जस्तो गरे युट्युब
कति गर्नु अत्याचार नगर्नु भनेर बिचरालाई यस्तो हामी पनि हेर्छु कि बिचरालाई कति अति गरेको है साथीभाइ यति साह्रो त कसरी पनि गर्दैन हो सपोर्ट गर्नु न भाइ दिदीबहिनी हो सपोर्ट गर्नु न एउटा महिलालाई यति विधि गर्दाखेरि हामी दिदीबहिनीले हामी लेडिजले सपोर्ट नगरे कसले गर्छ भन्नु त हो त नि बिचरा होइन हामी हेर्छौँ कि दुःख लाग्छ क्या कति बिचरा कति आफूले सङ्घर्ष गर्नु खोजेर कता भाग्नु खोजेर के गर्नु खोज्दा पनि पछि लागेकै हुँदो रहेछ साथीभाइ हो भने कति लागेको पछि पनि कति गरेको ल भएन भने फेरि आज